सम्पूर्णलाई नमस्ते। I am Binod Sestra from Central Department of Physics, Kirtipur, त्रिभुवन युनिभर्सिटी। म चाहिँ यहाँ केही मसँग भएका कलेक्सन भएका केही मुक्तकहरू हजुरहरूलाई सुनाउन गइरहेको छु र यो मुक्तकहरू चाहिँ हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो, नराम्रो लाग्छ भने नराम्रो भन्ने प्रतिक्रिया जनाइदिनु हुन आग्रह गर्दछु। मसँग केही कलेक्सन भएका मुक्तकहरू अथवा म आफैले बनाएका मुक्तकहरू म यहाँ वाचन गर्न गइरहेको छु। मुक्तकको शीर्षक रहेको छ छोराछोरी भेदभाव, जसमा रहेको छ स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरीलाई हाँस्न खेल्न बन्देज लगाइन्छ। त्यसै गरी अर्को रहेको छ बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, बा आमा नै आफ्नै सन्तानलाई फरक पारिदिन्छन्, छोरालाई तल छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्। त्यसै गरी अर्को रहेको छ धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिन, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिन, तेल बिनाको दियो बल्छ भने बोल्दिन, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिन, तेल बिनाको दियो बल्छ भने म बोल्दिन, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, नारी बिना यो संसार चल्छ भने म बोल्दिन। हस्त, धन्यवाद। सम्पूर्णलाई नमस्ते। I am Binod Sestra from Central Department of Physics, Kirtipur, त्रिभुवन युनिभर्सिटी। म चाहिँ यहाँ केही मसँग भएका कलेक्सन भएका केही मुक्तकहरू हजुरहरूलाई सुनाउन गइरहेको छु र यो मुक्तकहरू चाहिँ हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो, नराम्रो लाग्छ भने नराम्रो भन्ने प्रतिक्रिया जनाइदिनु हुन आग्रह गर्दछु। मसँग केही कलेक्सन भएका मुक्तकहरू अथवा म आफैले बनाएका मुक्तकहरू म यहाँ वाचन गर्न गइरहेको छु। मुक्तकको शीर्षक रहेको छ छोराछोरी भेदभाव, जसमा रहेको छ स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरीलाई हाँस्न खेल्न बन्देज लगाइन्छ। त्यसै गरी अर्को रहेको छ बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, बा आमा नै आफ्नै सन्तानलाई फरक पारिदिन्छन्, छोरालाई तल छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्। त्यसै गरी अर्को रहेको छ धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिन, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिन, तेल बिनाको दियो बल्छ भने बोल्दिन, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिन, तेल बिनाको दियो बल्छ भने म बोल्दिन, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, नारी बिना यो संसार चल्छ भने म बोल्दिन। हस्त, धन्यवाद। सम्पूर्णलाई नमस्ते।
I am Vinod Sestra from Central Department of Physics, Kirtipur, त्रिभुवन युनिभर्सिटी। म चाहिँ यहाँ केही मसँग भएका कलेक्सन भएका केही मुक्तकहरू हजुरहरूलाई सुनाउन गइरहेको छु र यो मुक्तकहरू चाहिँ हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो, नराम्रो लाग्छ भने नराम्रो भन्ने प्रतिक्रिया जनाइदिनु हुन आग्रह गर्दछु। मसँग केही कलेक्सन भएका मुक्तकहरू अथवा म आफैले बनाएका मुक्तकहरू म यहाँ वाचन गर्न गइरहेको छु। मुक्तकको शीर्षक रहेको छ छोराछोरी भेदभाव, जसमा रहेको छ स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरीलाई हाँस्न खेल्न बन्देज लगाइन्छ। त्यसै गरी अर्को रहेको छ बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, बा आमा नै आफ्नै सन्तानलाई फरक पारिदिन्छन्, छोरालाई तल छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्। त्यसै गरी अर्को रहेको छ धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने बोल्दिनँ, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने म बोल्दिनँ, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, नारी बिना यो संसार चल्छ भने म बोल्दिनँ। हस्त, धन्यवाद। सम्पूर्णलाई नमस्ते। आई एम विनोद श्रेष्ठ फ्रम सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्स, कीर्तिपुर, त्रिभुवन युनिभर्सिटी। म चाहिँ यहाँ केही मसँग भएका कलेक्सन भएका केही मुक्तकहरू हजुरहरूलाई सुनाउन गइरहेको छु र यो मुक्तकहरू चाहिँ हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो, नराम्रो लाग्छ भने नराम्रो भन्ने प्रतिक्रिया जनाइदिनु हुन आग्रह गर्दछु। मसँग केही कलेक्सन भएका मुक्तकहरू अथवा म आफैले बनाएका मुक्तकहरू म यहाँ वाचन गर्न गइरहेको छु। मुक्तकको शीर्षक रहेको छ छोराछोरी भेदभाव, जसमा रहेको छ स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरीलाई हाँस्न खेल्न बन्देज लगाइन्छ। त्यसै गरी अर्को रहेको छ बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, बा आमा नै आफ्नै सन्तानलाई फरक पारिदिन्छन्, छोरालाई तल छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्। त्यसै गरी अर्को रहेको छ धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने बोल्दिनँ, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने म बोल्दिनँ, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, नारी बिना यो संसार चल्छ भने म बोल्दिनँ। हस्त, धन्यवाद। सम्पूर्णलाई नमस्ते। आई एम विनोद श्रेष्ठ
फ्रम सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्स, किर्तिपुर त्रिभुवन युनिभर्सिटी। म चाहिँ यहाँ केही मसँग भएका कलेक्सन भएका केही मुक्तकहरू हजुरहरूलाई सुनाउन गइरहेको छु र यो मुक्तकहरू चाहिँ हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो, नराम्रो लाग्छ भने नराम्रो भन्ने प्रतिक्रिया जनाइदिनु हुन आग्रह गर्दछु। मसँग केही कलेक्सन भएका मुक्तकहरू अथवा म आफैले बनाएका मुक्तकहरू म यहाँ वाचन गर्न गइरहेको छु। मुक्तकको शीर्षक रहेको छ छोराछोरी भेदभाव, जसमा रहेको छ स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, स्वतन्त्र भई घुम्न डुल्न बन्देज लगाइन्छ, स्वेच्छाले फल्न फुल्न बन्देज लगाइन्छ, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरालाई जे गर्दा पनि छुट हुने समाजमा, छोरीलाई हाँस्न खेल्न बन्देज लगाइन्छ। त्यसै गरी अर्को रहेको छ बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, बा आमा नै आफ्नै सन्तान फरक पारिदिन्छन्, छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, बा आमा नै आफ्नै सन्तानलाई फरक पारिदिन्छन्, छोरालाई माथि छोरीलाई तल झारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्, नजन्मन्दै गर्भभित्रै हेर्छन् छोरा भए जन्म दिन्छन्, छोरी भए मारिदिन्छन्। त्यसै गरी अर्को रहेको छ धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने बोल्दिनँ, धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ, तेल बिनाको दियो बल्छ भने म बोल्दिनँ, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, छोरी भनेर गर्भपतन गर्नेहरूलाई मेरो प्रश्न, नारी बिना यो संसार चल्छ भने म बोल्दिनँ। हस्त, धन्यवाद।